ओ नेता के बनाइरहेको छौ? यो स्पेशल चटपट चौथो साँडेको यो अनसर्टेन 81 भोक लाइन हुँदाखेरि राति के बनाइहालेको? यहाँ के हाल्यो भन्ने कुरा इन्ग्रेडियन्ट के हो? यो फेरि रेस्टुरेन्टको मान्छेहरूले कपी चोरी गरिहाल्छ यसको। यसमा एकदम सिक्रेट मसला छ, एकदम फुल्ली हाइजेनिक। यो फुल्ली हाइजेनिक पॉपकॉर्न चीज पॉपकॉर्न सुमिर के गरे? काँक्रो स्लाइस नेपाली ग्रिन सलाद स्टाइल ग्रिन सलाद। खानु कि मान्नु? यो हाम्रो चिज एकदम रेडी हुँदैछ। स्पेशल चीज पाउडर हो है, चिज पाउडर है यो। पाला खाउँ र चीज पाउडर यो प्रिमिया कम्पनीको रेडी भयो र यहाँ ग्रिन सलाद रेडी छ एकदम फुल्ली। ल यसमा चाहिँ हाम्रो काँक्रो र ग्यास्ट्रिक नहोस् भनेर यस्तो एकदम राम्रो यसमा चाहिँ मुला सिक्ने तपाईँहरूलाई चिज पकाउनुको एकदम स्मेल चाहिँ राम्रो आइरहेको छ। लगभग रेडी भएछ है यो हाल्नु। ओ माई गॉड, हेर्नुहोस् होममेड चिज पपकर्न एकदम। ल ओ लानुहोस् उम्लिरहेको चिज पपकर्न हेरिहाल्नुहोस्। लौ उफ्रियो यो। ल हामीले चिज पपकर्न खानलाई चाहिँ फिल्म मुभी हेर्न जानै पर्दैन, हामीलाई यहीँ आउँछ। ल यसमा भनौँ यो एकजनालाई चाहिँ मेरो फोटो आएन, मेरो भिडियो आएन भनेर यहाँ भनेको गरेको हो र। ल यसको पनि हालिदिनु। ल चोकै ल काट्नु काटेको त मैले काट्नु अझै चिज हल्लाइरहेको छ है। यस्तो जिन गाय बोल्ने। अब हाम्रो कुकिङ चाहिँ रेडी भयो। अब हामी सर्भ गर्ने जाडमा एक्कासी अपरझट प्लानिङ भन्दाखेरि पनि रमाइलो हुँदो रहेछ। अनि हाम्रो खै सर कहाँ जानुभयो नेताजी? ओ दाँत पनि लिन जानुभएको छ।